आज यो नेपालको शिक्षा क्षेत्रको अहिले चलिरहेको बहसको बारेमा यहाँ केही लेखिएको छ। हिजो आज नेपालभरि धनगढी उपमहानगरभित्र चलिरहेको शिक्षा सम्बन्धी पाखण्डी बहस सुन्दा व्यक्तिगत रूपमा मलाई सरकारी विद्यालयको शिक्षक भएर यो पुरै जीवन नै बर्बाद गर्दैछु कि जस्तो फिल हुन्छ कहिलेकाहीँ। यस विषयमा अलिकति भूमिकासहित कुराहरू अगाडि बढाउँ। आधारभूत रूपमा एउटा कुरा वास्तवमा के स्वीकार गर्नुपर्छ भने आज जुन मानव सभ्यता यस्तो अवस्थामा पुगेको छ, राम्रो होस् या नराम्रो होस्, त्यसको पुरै जस भए पनि अबजस भए पनि मान्छेले लिएको शिक्षा प्रणालीलाई नै जानुपर्दछ। वास्तवमा हिजोभन्दा आज मानव खत्तम भएको मान्नेहरूले शिक्षा प्रणाली नै दोष मान्न सक्छन् भने आजको वैज्ञानिक युगको जो उपलब्धिको श्रेय पनि शिक्षालाई नै जान्छ। यहाँनिर नेपालको परिप्रेक्ष्यमा हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक गतिलाई झन्झन नराम्रो भइरहेको देख्नेहरूले सोच विचार गरी बुझ्नुपर्ने कुरा नेपालको शिक्षा व्यवस्थामा छ। पहिलो प्रश्न, संस्थागत विद्यालयका विद्यार्थीको जस्तै नेपालभरिका सबै विद्यार्थीले कक्षा 10 र 12 को परीक्षामा A+ ल्याउँदैमा सामाजिक, सांस्कृतिक, राजनीतिक विकृति हट्छ त? देशको आर्थिक अवस्था सुध्रिन्छ त? अनि बेरोजगारी, गरिबी सिद्धिन्छ? अनि राजनीतिक व्यथित र भ्रष्टाचार निर्मूल हुन्छ? हुँदैन। बरु यथार्थमा यी सबै समस्याको मूल कारण नै यही हाम्रो चलिरहेको शिक्षाको यान्त्रिक सोच छ, त्यही नै हो। मैले व्यक्तिगत रूपमा यो धनगढीको शिक्षाको प्राइभेट सेक्टरमा करिब 15 वर्ष काम गरेको अनुभवका आधारमा हेर्दा वैशाखको महिनादेखि फागुनको महिनासम्म जम्मा 10 पाना सुगा र टाइगर आएर केवल 3 घण्टा त्यही ओकल्न लगाएमा लगभग 95% सफल त भइन्छ। जबकि त्यो विद्यार्थीले के पढ्दैछु र किन पढ्दैछु भन्ने पनि अनुभूत गर्न पाउँदैन। उसलाई केवल परीक्षामा 100मा 100 नम्बर ल्याउनु पर्ने मात्र याद रहन्छ। न उसले कुनै सिप तथा ज्ञानको जीवन्तता बोध गर्छ, न उसलाई जीवन बाँच्नु कुनै उत्सवमय अभाव लाग्दछ। क्षण प्रतिक्षण मानिस मेसिन बनिरहेको हुन्छ। अब प्रश्न उठ्छ, यो कसरी र किन चलिरहेको छ त? एउटा अभिभावकले आफ्नो छोराछोरी किन पढाउँछ भने भविष्यमा धेरै कमाओस्, ठुलो मान्छे बनोस् भनेर। जसको अर्थ जति धेरै मौद्रिक लगानी त्यति नै भविष्यमा मौद्रिक प्रतिफलको आशा। त्यसका लागि नेपालमा जरा गाडेको वृत्ति छनौट मानसिकता भनेका डाक्टर, इन्जिनियर, सरकारी प्रशासक वा व्यवसायी वा यस्तै मात्रै हुन्। ती सबैका लागि विद्यालय पास गरेको प्रमाणपत्रमा 100मा 100 नै चाहियो। लगभग छोटे गुगल माइन्ड चाहियो। ती वृत्ति क्षेत्रमा पनि उसले मेसिन माइन्ड बनेर प्रमाणपत्रमा अब्बल निस्कनुपर्नेछ। नेपालको लोकसेवा आयोग रटेर केही शब्द ज्ञान तथा अलिकति भाषिक क्षमता देखाउन सकेमा ऊ देशको सफल विद्यार्थी बन्नेछ। तर उसले नबुझेको जीवन बाँचिरहँदा, आफूले चिन्नै नसकेको जीवन बाँचिरहँदा केवल पैसा, पद, प्रतिष्ठाका लागि अन्धो दौडमा उसलाई आफूले गरेको भ्रष्टाचारको न महसुस हुन्छ, न समाज र देशको परिस्थितिको चिन्ता हुन्छ। उसले केवल अमेरिका र युरोपको रङ्गीन सपना मात्रै बुझेको हुन्छ। ठिक त्यहीँनिर माथि पुगेर वा तलैदेखि दौडमा पछाडिरहेका हुन्छन्। उनीहरूले चाहिँ जीवनको सौन्दर्य त बुझेन नै, भौतिक सुख सन्धान पनि केही पनि पाउन सकेन। त उसले आफ्नो एउटा बदल्नुपर्ने व्यवस्था, अवस्था बदल्नुपर्ने भनेर अब्बल दर्जाको क्रान्तिकारी भएर निस्किन्छ। अनि यो देशको उद्धार गर्न राजनीतिक परिवर्तनको संवाहकका रूपमा जो नेता बनेका हुन्छन् तिनको पछि लागिरहेको हुन्छ। अनि जब एउटा जब सिकर वा जब क्रिएटर कस्तो शिक्षा हामीले दिइरहेका छौँ भन्ने कुराको एउटा प्रश्न त छँदैछ। अनि के नेपालको शिक्षाको उद्देश्य यस्तो भयानक बेरोजगारी, व्यथिति निम्त्याउने नागरिक तयार गर्नु हो? अवश्य होइन। त्यसो भए कहाँनिर के चुकिरहेको छ त? नाराका रूपमा जबरजस्त उठिरहन्छ व्यावहारिक शिक्षा, सिपमूलक शिक्षा, रोजगारमूलक शिक्षा। अनि एउटा विद्यार्थीको मार्कसिटमा
सबै विषयमा 100 नम्बर भएमा मात्रै भनिन्छ गुणस्तरीय शिक्षा अनि तथा सफल शिक्षा व्यवस्था। के त्यो विद्यार्थीलाई ती नम्बर अनुसारको व्यवहारिक सिप आउँछ, उसले कमाउन सक्छ, भविष्यमा डाक्टर इन्जिनियर बन्ने मात्रै त्यो सबै हुन्छ? वास्तवमा यी सबै ढकोसलाहरू, बकवासहरूले नेपाली युवाहरूको यो पुरै जुनी नै बर्बाद गरिरहेको छ र गरिरहने छ। नेपालको शिक्षा क्षेत्र अहिले एउटा अन्तर्राष्ट्रिय प्रयोगशाला मात्रै जस्तो भएको छ। केही समय अघि एउटा शिक्षाको एउटा फिलोसफीले भन्यो कि कुनै पनि विद्यार्थीलाई फेल भन्न पाइँदैन, उसले जे जति गरेको छ त्यो मात्रै देखाइदिने हो भने उसको आयु र समयलाई मास्न पाइँदैन, मासिँदैन। उसले भविष्यमा केही न केही कहीँ पनि कुनै पनि काम गरेर सफल त कुनै पनि क्षेत्रमा हुनसक्छ। वास्तवमा उत्तर आधुनिक चिन्तनको विपक्ष एउटा राम्रै पक्ष थियो, तर आफ्नो छोरा र छोरीको क्षमतालाई अरूका छोराछोरीसँग दाँजिएर मात्र हेर्ने नेपाली अभिभावकले विद्यार्थीले पढ्नै नपर्ने, मास्टरले पढाउनै नपर्ने देख्न थाल्यो। कसैले केही पढेकै छैन, केही गरेकै छैन, मास्टरले त त्यत्तिकै पैसा खाइरहेका छन् भन्ने जस्तो लाग्यो। अनि सरकारले कुनै न कुनै तरिकाले पास प्रतिशत त खोज्नै पर्यो, नत्र निजी लगानी त डुब्छ। अनि सरकारीमा कति पास भयो, कति फेल भयो त हेर्नु पर्यो। अनि निजी विद्यालयमा राम्रो कसरी देखाउने समस्या थियो। अनि फेरि प्रश्न उठ्यो, होइन पास फेल त हुन्छ। अनि कुनै नयाँ शिक्षा मन्त्री आयो, नयाँ शिक्षा मन्त्रीले नयाँ व्यवस्था यस्तो ल्यायो, उसको सोचमा लाग्यो यस्तो। अनि वैज्ञानिकहरू भन्छन् हरेक मानिसको रुचि, क्षमता, सम्भावनाका क्षेत्रहरू भिन्न हुन्छन्। उनीहरूले सिक्ने, ग्रहण गर्ने, व्यवहार गर्ने सबै तौर तरिका फरक हुन्छन्। त्यसो भए एउटा कक्षामा सबै विद्यार्थीलाई एउटा शिक्षकले एउटै तरिकाले सिकाएर सबै विषयमा सबैले उत्तिकै अब्बल हुनुपर्ने कसरी हुन्छ? त्यो पनि 3 घण्टामा कुनै छानिएका प्रश्नको उत्तर लेखेर कसरी थाहा हुन्छ त्यो? अनि 10 वर्षपछिको समाजमा त्यसको कुनै अपेक्षित नतिजा आउला त? कुनै पनि आउनेवाला छैन। यो बेतुकको बेसुरा बाँसुरी बजाउन छोडेर आज अमेरिका, युरोपमा अनस्कुलिङ, होम स्कुलिङ, स्कुलिङको अवधारणा आइसकेका छ। त्यसमा लाखौँ मान्छेहरू लागिसकेका छन्। ती अगौटे पश्चिमाहरूले पूर्वतिर आगो सल्काएर आगो चिसोमा बसेर त्यही आगो मजाले तापिरहेका छन्। तर नेपालमा भने एउटा धोत्रे राग अलापिन्छ जहिले पनि निजी स्कुलमा गुणस्तर, उच्च सरकारी, अनि सरकारीमा किन गुणस्तर भएन, किन कम भयो आदि। सरकारी स्कुलको तथाकथित गुणस्तर घट्नुको एउटै कारण शिक्षक हो भनी मानिएको छ। त्यो पनि निजी क्षेत्रको लगानीको प्रोपोगन्डा नै हो। किनभने ल ठिक छ, त्यही रटाउने मामलालाई गुणस्तर मान्दा पनि सरकारीले किन रटाउन सकेनन् भन्ने होला। त्यसो भए एकचोटि सरकारी र निजी विद्यालयका पुरै शिक्षक साँटेर हेरौँ न त के हुन्छ। वास्तवमा कुरा के हो भने सरकारी स्कुलमा ती मानिसहरूले पढाउँछन् जसले महँगो फिस तिर्न सक्दैनन्, शिक्षामा लगानी गर्दैनन्, अत मार्कसिटमा नम्बर पाउँदैनन्। त्यही बच्चा निजीमा लगियो भने उसले मोलतोल गर्छ, कति पैसा तिरेमा कति नम्बर पुर्याउन सकिन्छ। त्यसैले त सरकारी शिक्षकले पनि आफ्नो छोराछोरी निजीमै पढाइरहेको हुन्छ। साँझ घर गएर आफ्ना छोरीलाई होमवर्क रटाउँछ, अनि भोलिपल्ट स्कुलमा गरिबका छोराछोरीको होमवर्क हेर्दैन, किनकि उसको विद्यार्थी चाहिँ त्यो अवधारणाबाट नै मुक्त छ। अभिभावक भन्छ होमवर्क गराउन सक्ने भए त बोर्डिङ पढाउँथे नि। साँच्चै भन्ने हो भने हुने खाने र हुँदा खाने बीच स्मरण शक्ति, रट्ने शक्तिको प्रतिस्पर्धा नै भइरहेको हुन्छ। जसरी पनि मार्कसिटमा नम्बर नभए हुँदैन भन्ने दृढता पनि लगानीको खेल नै हो। आम गरिबको घरमा जो होगा देखा जाएगा भन्ने मानसिकता हुन्छ। जति नम्बर आए पनि कक्षा चढे पुग्यो। बेला बेलामा ट्रेनरहरूले भनेको सुनिन्छ, पढाउने होइन सिकाउने हो। तर केही सिक्ने, केही जान्ने उत्सुकता, रहर, जिज्ञासा त केवल मोबाइलको भिडियो, टिकटकहरू, खेलहरूमा मात्रै बाँकी छ। अबोध बालक कालमा नै आमा बुवालाई कौतूहलतावश प्रश्न सोद्धा नै चुप बसेर ज्ञानी बन्न सिकाइसकेका हुन्छ। आज किताबका अक्षरहरूले त शिक्षकहरूलाई गिजाउन थालिसक्यो भने विद्यार्थीका लागि त जहर जस्तै बनेका छन्। कसरी पढ्ने, कसरी पढाउने, के सिकाउने, कति नम्बर ल्याउने, कति पास भयो, कति फेस भयो, यो सब नचाहिँदो आउटडेटेड बकवास हो। यो चाहिँ ढिलो चाँडो यसबाट सबैले मुक्त हुँदा नै राम्रो हुन्छ। यो सारा खेल उदार पुँजीवाद र समाजवादी भन्ने यो अर्थव्यवस्थाका यस्ता स्वरूपहरू, यसको नामको यो जाँतोका दुई ढुङ्गाको पिसाइ मात्रै हो।
सरकार एकातिर निशुल्क समाज सार्वजनिक शिक्षाको ठेका लिएर बस्छ, अर्कोतिर निजी लगानीकर्ताको मुनाफा संरक्षणको जिम्मा लिन्छ। निजी विद्यालयभन्दा सरकारी विद्यालय राम्रा भएमा कि पुँजीपतिहरूले राजनीति चल्न दिन्छन् त? नेताहरूको रोटी केले सकिन्छ? समाजको देशको यो दुरावस्था यस्तै गुणस्तरको फुस्रो पाखण्डले ल्याएको थाहा छैन, अझ कराएछन्। मेरो व्यक्तिगत विचार त के हो भने सिकाइको प्राकृतिक सिद्धान्त अनुसार हरेकले जहाँ जसरी जे सिक्न चाहन्छ, जे गर्न चाहन्छ पूर्ण स्वतन्त्रता दिनुपर्छ। उसले गरेको कामको आधारमा उसको अब्बल त आफै देखिन्छ। कुनै स्कुलले केही पनि आवश्यक छैन। यी सबै मानव सभ्यताका प्रेसर कुकरहरू हुन् जहाँ एउटा अबोध बालकको जीवन र संसारप्रतिको उत्कण्ठा जलाइन्छ, सिध्याइन्छ, मान्छेलाई मेसिन बनाइन्छ। या त विद्यालयमा विद्यार्थीलाई टिकटक चलाउन दिउँ, क्रिकेट खेल्न दिउँ, लभ गर्न दिउँ, खाना बनाऊ, मान्छेलाई होइन मान्छेले मेसिन बनाऊ। होइन भने एउटा कागजको पानामा शिक्षाको गुणस्तर नहेरौँ कि समाज र देशको गतिमतीभित्र मात्र त्यो विद्यार्थीको जीवनमा खुसी खोजौँ। थ्याङ्क यू।